भेज मोमो मन पराउनुहुन्न भने यो भिडियो स्किप गर्नुभयो हुन्छ है त। हेलो एभ्रिवान, आज मैले भेज मोमोको रेसिपी लिएर आएको छु मेरो स्टाइलमा। यसमा मैले मस्यौरा, प्याज, बन्दा, पनिर, चिज, लसुन अदुवाको पेस्ट अनि हरियो धनिया र हरियो प्याज राखेको छु अनि स्वादअनुसार नुन, मसला र खुर्सानी राखेको छु। म चाहिँ मसलाहरू थोरै थोरै राख्दैछु किनकि मलाई मसलेदार मोमो मन पर्दैन। अनि म यसमा घिउ र तेल तताएर बेसार पनि राखेर ज्वाइँ गर्छु। यसले चाहिँ एकदम टेस्टलाई इन्हान्स गर्छ अनि जुसी पनि बनाउँछ। अनि एउटा मैले भेज क्युब पनि स्म्यास गरेर राखेँ अनि मेरो फिलिङ रेडी भयो मोमोको लागि। अब म डो बनाउँदैछु, डो पनि रेडी भयो। अब यसरी बेल्ने अनि हेर्नुहोस् है त, म इजी वेबाट मोमोको डिजाइन बनाउन सिकाउँछु हजुरलाई। यो चाहिँ एकदम इजी छ। बिचमा थिच्ने अनि साइडमा पिन्च गरेपछि भेज मोमोको डिजाइन रेडी हुन्छ। यो चाहिँ एकदम सजिलो छ। अनि पानी पनि उम्ल्यो, मैले यसलाई 10 मिनट पकाएँ। 10 मिनट राखेपछि मोमो रेडी भयो। अब म सर्भ गर्दैछु अनि अचार पनि राखेँ। अचारको रेसिपी पनि चाहिन्छ भने कमेन्ट गर्न